नमस्ते, मेरो नाम सन्दीप शाह हो। म आज तपाईहरुलाई बीएससी सीएसआईटी इन्ट्रान्सको बारे इन्फर्मेसन प्रोभाइड गर्न गइरहेको छु, जसमा तपाईले थाहा पाउन सक्नुहुन्छ हाम्रो बीएससी सीएसआईटी इन्ट्रान्समा कुन सब्जेक्टहरुको लागि तयारी गरेर हामीले इन्ट्रान्स दिन पाइन्छ। जस्तो हाम्रो एलिजिबिलिटी क्राइटेरिया के हुन्छ र हाम्रो बीएससी सीएसआईटी भनेको हामीले प्लस 2 मा साइन्स पढेर चाहिँ हामीले ब्याचलरमा आईटी पढ्न खोजिरहेको छौं भने चाहिँ हामीले बीएससी सीएसआईटी चुज गर्न सकिन्छ। यो चाहिँ तपाईहरुले साइन्स नै पढेको हुनुपर्छ कम्पल्सरी, र यदि तपाईहरुले म्यानेजमेन्ट फिल्डहरु हुनुहुन्छ भने चाहिँ त्यसको लागि चाहिँ हामीले अरु नै आईटी प्रोग्रामहरु चुज गर्नुपर्ने हुन्छ। र बीएससी सीएसआईटी भनेको तपाईको ब्याचलर इन कम्प्युटर साइन्स, ब्याचलर इन साइन्स इन कम्प्युटर साइन्स एन्ड इन्फर्मेसन टेक्नोलोजी हो। र यसको लागि हामीले इन्ट्रान्स प्रिपरेसन गर्दाखेरि हामीले टोटल हाम्रोमा 100 क्वेशन सोधिनेछ, जसमा चाहिँ जस अन्तर्गत हाम्रो यहाँ फिजिक्सबाट चाहिँ 25 मार्क्स आउने हुन्छ, अर्को केमिस्ट्रीबाट चाहिँ 25 मार्क्स हुन्छ, र म्याथ चाहिँ क्लास 11 कोबाट मोस्टली क्वेशन हुन्छ र त्यसमा चाहिँ 25 मार्क्स हुन्छ, र इंग्लिशको पोर्सनबाट हेर्दा चाहिँ हाम्रो टोटल 50 मार्क्स हुन्छ, र जनरल आईटी भनेको हाम्रो कम्प्युटरको बेसिक नलेजहरु हुन्छ, त्योबाट चाहिँ हाम्रो 10 मार्क्स हुन्छ, र टोटल हाम्रो यहाँ 100 मार्क्स हुन्छ। र यसमा चाहिँ हामीले स्पेशल कुरा के छ भनेपछि हामीले सबै क्वेशन अटेम्प्ट गर्यौं भने पनि यदि हाम्रो क्वेशन हामीले रङ अटेम्प्ट गर्यौं भने पनि हाम्रो नेगेटिभ मार्क भन्ने चाहिँ हुँदैन। र यसको लागि तपाईहरुले अझै जानकारी दिन मन छ भने तपाईले हाम्रो यो WhatsApp, भाइबर र कल गरेर तपाईले यो नम्बरमा चाहिँ बुझ्न सक्नुहुन्छ। र हामीले यसको लागि चाहिँ हामीले इन्ट्रान्स कक्षाहरु पनि चलाइराछौं, र हाम्रो हरेक दिन चाहिँ नयाँ सेक्सनहरु स्टार्ट भइराछ। यहाँ आएर चाहिँ तपाईले हाम्रो क्लासहरुको जानकारी लिन सक्नुहुन्छ, र हामीले बुकहरु पनि प्रोभाइड गरिराछौं। र यो बुकको चाहिँ हामीले अहिले यो भिडियो हेरेर आउँदाखेरि तपाईहरुले बुक पनि हामीले मात्र 900 मा चाहिँ बुक प्रोभाइड गरिराछौं, र यो बुक चाहिँ हामीले हाम्रो यहाँ अफिसमा पनि आएर लिन सक्नुहुन्छ। र यदि भ्याली बाहिर हुनुहुन्छ भने तपाईहरुले यो बुक चाहिँ हाम्रो कन्ट्याक्ट गर्यो भने हामीले तपाईलाई त्यही कुरियर गरेर 2 दिन भित्र चाहिँ बुक पुर्याइदिन्छौं। बस, थ्यांक यू।